बालेन शाह यो पटक प्रधानमन्त्री हुन सक्ने सम्भावना थिएन। यसको पछाडिको कारण मलाई नसोध्नुहोस्। सबै चर्चा यथार्थका लागि हुँदैन, त्यसैले भन्छन् मिडिया ट्रायल। बालेन शाहको भूमिका यति हो, बालेन शाह यो सरकार यो राज्य संयन्त्रसँग असन्तुष्ट थिए। बालेन शाहलाई खास गरी काठमाडौँ महानगरपालिकाभित्र सरकारमा रहेका दल र तिनका मान्छेले जुन प्रकारको असहयोग गरिरहेथे त्योसँग उहाँलाई एकदमै आपत्ति थियो। उहाँ आफू पनि युवा भएको नाताले सामाजिक सञ्जालमाथिको तपाईँ प्रतिबन्धदेखि सरकारसँग जोडिएका बेथिति, विकृति, भ्रष्टाचार, तपाईँले अहिले भनेको नेपो बेबी या यी जम्मै कुराहरू गलत हुन् भन्ने थियो र युवाहरूलाई कोही न कोही एउटा इन्स्पायर चाहिएको थियो। त्यो प्रेरणाको स्रोतको रूपमा बालेनले काम गर्नुभयो। बालेनले चाहिँ एउटा 22 गते उहाँले तपाईँ युवाहरू यो जेनजीहरू शान्तिपूर्ण रूपमा कार्यक्रममा सहभागी हुनुहोला, म आउन मिलेन उमेरका कारण भन्नुभयो। दोस्रो, उहाँले 24 गते बेलुका सेनाले जब वार्ता र संवादलाई आह्वान गरे पछाडि के भन्नुभयो भने तपाईँहरू सेनासँग वार्ताका लागि जानुहोला तर संसद विघटन अनिवार्य छ भन्नुभयो। उहाँले कहीँ पनि भन्नुभएको छैन कि यो सरकारको नेतृत्व म गर्छु, अन्तरिम सरकारको प्रधानमन्त्री म बन्नुपर्छ भन्नुभएको छैन। मैले भने अब यसको पछाडिको कारण तपाईँ धेरै नसोध्नुहोस्। यो परिवर्तन पछाडिको प्रधानमन्त्रीको क्यान्डिडेट बालेन शाह हुनुहुन्न थियो। यो परिवर्तन पछाडिको प्रधानमन्त्रीको एकमात्रै क्यान्डिडेट सुशीला कार्की हुनुहुन्थ्यो। उहाँलाई नै बनाइयो। सुशीला कार्की कसको म्यान्डेट हो? यो जनजीवारको म्यान्डेट हो अथवा उहाँ म त्यता जान्न, पछाडि कुनै कारण छ? म त्यता